दुखेको चाहिँ छैन, तर त्यो दाँतको दाना चाहिँ दुखिरहेछ। नमस्कार, हाम्रो फेरि पनि मैले नयाँ भिडियो लिएर आएको छु। मेरो दाँत किराले आएको छ। मैले बनाना अनि एप्पल आमाले ल्याइदिनु भएको छ। अनि आमा पापाले भनेको मान्नुपर्ने रहेछ र एकदम तनाव छ र आमा पापाले भनेको नि मान्नुपर्ने रहेछ। दाँत किराले खाएको छ नानीको? तपाईँको छेउमा राखेर बस्नु भएको छ। के हुन्? बनाना, एप्पल अनि यो ड्र्यागन फ्रुट। यति हो मेरो फ्रुट्स। यो खायो भने त्यो अर्को दाँत लिएर अर्को पर्छ। त्यो खाएन भने त्यस्तो अबदेखि त्यो चक्लेट अन्नीको हुन्छ। अनि कतिको पिर परिरहेछ दाँत किरा खाएर? पिर परिरहेछ। अनि अब अरू साथीहरूलाई, नानी जत्रै सानो मान्छेहरूलाई चाहिँ के भन्नुहुन्छ त? धेरै चक्लेट खानु हुँदैन भनेर। अनि आमा पापाले भनेको अनि मान्नुपर्छ र फ्रुट्सहरू खानुपर्छ भनेर। आमा पापाले भनेको मान्नु भएको छ छैन अहिले? मान्नु चाहिँ भन्नुहुँदैछ पापाले, अब मान्छ। अब चाहिँ मान्ने हो? मान्नुपर्छ भन्दै मान्दैछु म। दाँत किराले खाएर कति दिन रुनुभयो? एक दिन, पापाको छुट्टीको दिन। अनि तपाईँ पनि लिनुभयो, मेरो लागि तनाव लिनुभएको। नानीको दाँत खाएको नानीलाई तनाव बढी भयो कि मलाई बढी भयो होला? तपाईँलाई। नानीलाई तनाव भएको छैन? अनि तपाईँलाई म बिरामी हुँदा पनि तपाईँ स्याहार, म मेरो दाँत किराले खाँदा पनि तपाईँ स्याहार। अनि अब नानीको दाँत किराले खाएको नानीको दुख्छ कि मलाई दुख्छ? मलाई। अनि मेरो दाँत चाहिँ दुखेको चाहिँ छैन, तर त्यो दाँतको दाना चाहिँ दुखिरहेछ। दाँतको दाना चाहिँ दुखिरहेछ? दाँत चाहिँ दुखेको छैन, दाँतको दाना चाहिँ दुखिरहेछ? कहिले निको हुन्छ दाँत किराले खाएको? त्यो दाँत किराले खाएको चाहिँ निको चाहिँ हुँदैन, तर त्यो पछि निक्लिन्छ अनि अर्को फैलिन्छ। अनि त्यो दाँत निक्लेपछि त्यो खुन निक्लिन्छ बेसरी। निक्लेपछि त्यो फेरि त्यो डस्टबिनमा फाल्नुपर्छ अनि त्यो अर्को पल्छ। दाँतलाई किराले खाइहाल्नु के अनि औषधि लाउँदै हुनुहुन्छ कि होइन? लाउँदैछु त, लसुनहरू। अनि त्यो किरा त मरेन भने सबै दाँतमा सर्छ त, अनि त्यसपछि दाँत त थोतै हुन्छ त नानी। के गर्नुहुन्छ त्यसपछि? लङ्का तेल र लसुन लाउने गर्नुभएको छ? अनि नानीको जस्तै दाँत किराले खाएको साथीहरू हुनुहुन्छ भने चाहिँ के भन्न चाहनुहुन्छ? खानु हुँदैन चक्लेटहरू बढी भनेर। नानीको साथीहरूको नि किराले खाएको थियो कि थिएन कसैको? दाजु सिरियाको थियो। हो? कति खाएको थियो? धेरै। अनि अहिले साथी चाहिँ कहाँ हुनुहुन्छ? नेपालमा हुनुहुन्छ। अनि के नखानु भनेर? चक्लेट धेरै नखानु, फ्रुट्सहरू खानु, आमा पापाले भनेको मान्नु भनेर। किन रुनुभएको तपाईँको दाँत किराले खाएको देखेर? मलाई तनाव भयो। अनि बाल्नु भएको साथी को साथीहरूले सम्झिन्छ? एलिसा, दाजु, सानो भाइ, सिरिया। कति बेला चाहिँ खानुहुन्छ फलफुलहरू? दिउँसो अनि राति चाहिँ म खान्छु राइसहरूमा। अनि यो पनि सबै गुलियो हो, फ्रुटबाट बनेको हो। आएर पनि देखाउन चाहन्छु, एकदम गुलियो छ, एकदम मिठो। किनेर खानुहुनेछ, यो गुलियो स्वास्थ्यलाई राम्रो गर्छ। यसले फ्रुटको जुस स्वास्थ्यले एप्पल, पाइनएप्पल, ओरेन्ज, म्याङ्गो छ, यिनीहरू मिक्स गरेर चाहिँ यसरी बनेको। र यति नै मैले हेरिदिनु भएकोमा धन्यवाद। युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, मलाई माया गरिदिनु होला। बाई बाई, थ्याङ्क यू।